नमस्कार। आज हाम्रो बिचमा युसिसी क्रिकेट क्लबका एउटा खेलाडी हुनुहुन्छ जुन चित परिचित नै हुनुहुन्छ। उहाँको बारेमा भन्नु पर्दैन, तर पनि नाम मैले भने सन्तोष कार्की र भर्खर एनपिएल भएकोमा उहाँले चितवन राइनोसबाट खेल्नुभएको सर। होइन सर, तपाईँले आजको यो पिचको अवस्था र ग्राउन्डको बारेमा केही भनिदिनु पर्यो, कस्तो छ? तपाईँले त धेरै अन्तर्राष्ट्रिय गेमहरू खेल्नु भएको छ। यो पिचको अवस्था र ग्राउन्डको कस्तो अवस्था छ? खेल्नमा कतिको तपाईँलाई अनुभवहरू सेयर गरिदिनु पर्यो। समग्रमा भन्नुपर्दाखेरि चाहिँ अब भनौँ न, अब यो ग्रास रुट लेभलमा चाहिँ अब यतिको यस्तो टाइपको विकेटहरू पाउनु भनेको एकदमै राम्रो कुरा हो। जसले गर्दाखेरि चाहिँ अब आउने अपकमिङ प्लेयर्सहरूलाई सजिलो हुने गर्दछ र जसरी आज विकेटले गेम प्ले गरेर त्यसले गर्दा एकदमै भनौँ न राम्रो म्यासेज दिइरहेको छ कि यहाँ पनि अब राम्रो लेभलमा गेमहरू हुने गर्दछ। राम्रो प्लेयरहरू आएर टिम खेलिदिन्छ या विकेटले चाहिँ राम्रो बिहेभ गरिदिन्छ, जसले गर्दा प्लेयरहरूलाई राम्रोसँग रन लागोस् या बलर राम्रो बोलिङ गरिदियोस्। त्यसले गर्दा चाहिँ म यो यहाँको अर्गनाइजरहरूलाई एकदमै धन्यवाद भन्न चाहन्छु र आउने टाइममा योभन्दा अझै बेटर हुनसक्छ भन्ने त्यही एउटा अब आशा छ। सर, आज तपाईँहरूको जस्तै हामी सानोदेखि नै जबदेखि हामी खेलिरहेको थियौँ युसिसी र केसिसीको मतलब एकदम रिभाइभल गेम हुन्छ हेर्दै आएको छ। आजको गेममा तपाईँलाई कस्तो अनुभव भयो आजको फिल्डिङ र ब्याटिङमा? अब आजको गेममा चाहिँ अब ओभरअल हेर्नु पर्दाखेरि चाहिँ सबैलाई थाहा छ कि स्टोरी नै छ। बिरगन्जको लागि गेम हुँदाखेरि जहिले पनि एकदम राम्रो गेम नै हुने प्रतिस्पर्धा गेम हुन्छ र त्यही उम्मेदको साथ यहाँ म्याच खेल्न आएको थियौँ। विकेट पनि हामीले एकदम राम्रो पायो, यहाँको म्यानेजमेन्ट पनि राम्रो थियो र म्याच पनि राम्रो हुँदैछ। एट द एन्ड हेरौँ के हुन्छ, गोले गेम बित्छ। अनि आज तपाईँले यो गेममा यहाँका खुटुवा क्रिकेट क्लबको आयोजनामा भइरहेको छ, त्यो भाइहरूलाई के सजेसन दिन सक्नुहुन्छ र अझ राम्रो बेहतर बनाउन सक्नुहुन्छ? हजुरको एक्सपिरियन्सले सेयर गरिदिनुहोस्। अब हेर्न सक्नुहुन्छ अलरेडी उहाँहरूले चाहिँ एकदमै धेरै नै मिहिनेत गरेर अब यस्तो राम्रो गेमहरू भइरहेको छ, राम्रो लेभलमा खेलिरहनु भएको छ। सो अलरेडी उहाँहरू गरिराख्नु भएको छ। अब आउने दिनहरूमा चाहिँ भन्दा अझ उच्च स्तरीयमा चाहिँ भयो भने चाहिँ यो चाहिँ हामीले एक्सपेक्ट गरेका छौँ। धन्यवाद सर।